सम्म परेको ठाउँमा होला है। आफ्नो यस्तो छ पाहाडमा। खास अब कहाँ छ भनेर म देखाइदिन्छु तपाईँहरूलाई। हेलो वेलकम टु ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ। सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। अनि आज चाहिँ म कहाँ जानु लागेको भन्दाखेरि तपाईँहरूले थम्बनेल हेरेर नै थाहा हुनु भयो होला है। त्यही हो जस काफल टिप्नलाई जाँदैछु। अहिले चाहिँ म यहाँ पुग्यो। यहाँबाट चाहिँ भिडियो स्टार्ट गर्नलाई लागेको छु कि म तलैबाट लाग्नुपर्ने छ। यहाँ हेर सम्झ्यो कि पुग्यो भुसानाले के गर्छ। त्यही हो गाइज, हेर्दै गर्नु होला है भिडियो। स्किप गर्दै नगर्नु होला। भिडियो पनि अब युट्युबमा आउँदैछ है, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि भिडियो कन्टिन्यू पनि आउँछ है। अब त भोलि पर्सि म किताब पनि लिएर नुहाउन जान्छु। त्यतिखेरको पनि भिडियो आउँछ है। बाँकी कुरा गर्दै गरौँला, हिँड्दै गरौँ है। बाटो पानी पर्ला जस्तो भएको छ। त्यही हो गाइज, हेर्नु होला। अहिले चाहिँ गाउँमा पुगेर काफल तिर्नु जानु लागेको छ। काफल यस्तै छ बाटोहरू त। अनि है यो चाहिँ अब भिरको बाटो हो नि त। खास गरी म यो माथि पुग्नुपर्ने ठ्याक्क उयो त्यो टावर छ त, यहाँनिर पुग्नुपर्छ म। यो माथि हेर्नुहोस्, यो चाहिँ पारिपट्टि सब यो चाइना हो। यो पहिरो आएको छ त, यो पुरा यो चाइना। यस्तो छ हाम्रो त गाउँ त है। अब तपाईँहरूको गाउँ अब पुरा सम्म परेको ठाउँमा होला है। आफ्नो त यस्तो छ पाहाडमै जन्म्यो, पाहाडमै हुर्क्यो है। अब पाहाडमै मर्छ होला त क्या रे है। कैसा लगा मेरा मजाक? पाहाडमै मर्छ होला त क्या रे है। हैट, अहिलेसम्म जिउँदैछ हौ, त्यस्तो कुरा के गर्नु है। लास्ट थाक्यो हौ, थाक्यो। गाउँ चढ्नु बानी नभएर हो क्या। पहिला यो बाटो कति हिँडेको हो। दाउरा बोकेन कि घाँस बोकेन कि है, खतरा बोक्यो यहाँबाट। हेर्नुहोस् है, पानी पर्दैछ। गर्मीमा के हुन्छ हौ, सरक हिँड्छ त है। के बुझाइ क्या यो बाटोले त टाप बस्नु जस्तो छ। पानी पऱ्यो यार, के गर्ने है। छाता ओरौँ भने छाता उडाउनु भने डर, हावा चलिरहेको छ है। क्यामेरा पनि पानी पछि लास्ट थाक्यो। आफू जन्मेको ठाउँ जस्तो भए पनि प्यारो लाग्दो रहेछ कि। अब काठमाडौँमा बस्यो भन्दामा अब गाउँ चटक्कै त छोड्नु भएन। सम्झना आउँछ। बाआमाहरू सबै यतै छ, बहिनी छ। अनि भनौँ गाउँमा साथीभाइहरू सब छ गाउँमा। अब अहिलेतिर काममा गयो होला, बिजी होला होइन त। म मात्र यहाँतिर आएको, पानीले बिजी चाहिँ। म अब माथि काफल टिप्नुलाई भोलि जान्छ होला है। यसमै प्लस गरेर हाल्छु नि। रुको जरा, सबर करो। फाइनली फेरि पनि पानी रोकिएको छ है। म फेरि लाग्यो म माथि। भोलि मात्रै जान्छु भनेको त पानी ठ्याक्क रोक्यो कि। अनि फेरि म हिँड्दैछु बाटोबाट चाहिँ हिँड्छ है। अब त्यहाँ त्यो माथिसम्म पुग्नुपर्ने छ है। उयो माथिसम्म ठ्याक्क पुग्नुपर्छ कि। अनि त्यहाँबाट चाहिँ अनि नजिक छ त्यो काफल। तर काफल चाहिँ छ कि छैन त्यो चाहिँ मलाई ग्यारेन्टी छैन है। रहेछ भने खाउँला तपाईँहरूलाई देखाउँला, छैनछ भने चुपा लगाएर फर्केर आउँछु। त्यही अब यो
त्यतिमै चिता बुझाउनुपर्छ होइन त। अब यो समयको फल हो, कुन बेला फल्छ कुन बेला फल्दैन त्यो देखेको हुँदैन है। त्यो गाइज हेर्दै गर्नु होला भिडियो। अनि हाम्रो गाउँ कस्तो लाग्यो? हाम्रो गाउँ त अलिक साह्रै सानो छ हो, सानो छ, त्यति साह्रो पनि छैन भनौँ न। गाउँै खाली खाली जस्तो जस्तै भन्नु पऱ्यो है, सानो गाउँ है। यस्तो पहाडै पहाड मात्र छ है। अनि यस्तो छ, माथिबाट ढुङ्गा आयो भने त फेरि है चिलिम फर्काउँछ त यार, तर नआउँछ है। अनि यो पछाडि गुराँसहरू पुरा फुल्छ नि, गुराँस त अहिले त सक्यो होला त गाह्रै गुराँस। हाम्रो त गाउँ पनि सानो, आफू एक्लै छु है गाउँमा पनि। अब केटाहरू सब कामतिर बिजी होला है, म मात्र यस्तै लेन्थेङ नि काठमाडौँबाट। त्यही अस्ति आएको, म सोमबार आएको। अनि अब त्यही अब म फेरि सोमबार नै फर्किन्छु होला, सोमबार कि त म आइतबार फर्किन्छु होला। यति थाक्यो कि लास्टै थाक्यो हैट, मुटु त बाहिर फुत्तै आउनु जस्तो भयो। यति फास आयो कि म पानी पऱ्यो भनेर है, तपाईँहरूलाई भिडियो देखाउनुको लागि नै म आएको कि यहाँ। खासा बजार कहाँ छ भनेर म देखाइदिन्छु तपाईँहरूलाई। म यस्तो यहाँ उन्ने गाडी पुगेको छ यहाँ। तपाईँहरूलाई म खासा बजार देखाउँछु है, यहाँबाट जुम पार्छु। त्यति साह्रो हुन्छ क्लियर चाहिँ देख्दैन होला है, जाम है। अब यहाँबाट बाटो अलिक अप्ठ्यारो रहेछ। त्यो बाटो त कहाँ त हो? पहिला यहाँबाट हामीले दाउरा कति बोक्छ कि, दाउरा अनि यो निङ्गालो भन्छ नि, निङ्गालो यहीँनिर पाउँछ ट्याक्कै। यति डेन्जर बोक्छ कि आमा, दाउरा त उयो तलबाट यहाँ पुग्दा त मार्ला जस्तो हुन्छ क्या, ढाका यति दुख्छ कि। अहिले त छैन हो, अब हाम्रो त दाउरा बोक्नै छोडेर पार लाग्यो मैले त है। अहिले त खुट्टै काम छ र यस्तो रुख्छ झोरगाडी छ कि बन। गुराँसै फुल्यो बनैमा भन्नुहुन्थ्यो, खै त अनि अहिले त गुराँसै छैन छ। यहाँ हेर्नुहोस् है, काफल सेन्जी यस्तो होइन ल हरियोको। और वो जो लाल वाला बटन है उसमें भूकंप लेके आओ या फिर भूचाल, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।